हामी झोले होइनौँ है। अनएक्सपेक्टेड पनि हो, थोरै मात्रामा एकदमै अहिले सम्पूर्ण नेपालीहरूको विशेष ध्यान छ। भए पनि हामी अन्धभक्त होइनौँ। सबैजनालाई नमस्कार। अहिले यो हाम्रो ऐतिहासिक चुनाव जुन किसिमले सफल भएको छ यो एकदम सराहनीय छ। हाम्रो सुशीला कार्कीज्यूलाई धेरै नै सम्मान दिनुपर्छ। उहाँको आँटले जोसले यो ऐतिहासिक रूपमा चुनाव सम्भव भयो र अहिले रासपाको लहर नै चलेको छ र यो यस्तो लहर जुन अहिले ग्लोबल्ली नै नेसनल इन्टरनेसनल स्केलमै बालेनको चर्चा भइरहेको छ, रासपाको चर्चा भइरहेको छ। अहिले यस विषयमा हामी थप कुराकानी गर्नको लागि पश्चिम अस्ट्रेलियाका अध्यक्ष राजेन्द्र श्रेष्ठज्यू साथै प्रवास सम्पर्क विभाग अस्ट्रेलियाका कोषाध्यक्ष कमल तिमिल सिन्हाज्यू मसँग हुनुहुन्छ। उहाँहरूसँग छोटो कुराकानी गर्नेछौँ। किसिमको यो माहौल देखियो अहिले हामीले चाहिँ यो रेकर्ड गर्दासम्ममा 102 ठाउँमा लिड भइसकेको छ र 2 ठाउँमा भिक्ट्री पनि आइसकेको छ। यो कतिको एक्सपेक्टेड थियो कि यो अनएक्सपेक्टेड हो? यसमा चाहिँ म सबभन्दा पहिले नेपाली जनताहरूलाई जसरी उहाँहरूले बोल्नु भएको छ यसको लागि धन्यवाद दिन चाहन्छु। र हाम्रो एक्सपेक्टेसनको कुरा गर्दा चाहिँ हामीले 145 देखि 150 को बिचमा रासपाले जित्छ भन्ने चाहिँ हामीले आश गरेकै हो र हाम्रो विभिन्न आङ्कलन अथवा हाम्रो क्यालकुलेसन अनुसार हामीले 145 देखि 50 जित्छ भनेकै हो। तर अहिले आएर जनताले आफ्नो अभिमत 2/3 छेउछाउको लागि प्रकट गरिरहेका छन् र यो चाहिँ अलिकति अनएक्सपेक्टेड पनि हो, थोरै मात्रामा, एकदमै धेरै अनएक्सपेक्टेड होइन। सामान्य रूपमा भन्यो भने अलिकति अनएक्सपेक्टेड पनि हो, तर जनताले बोलेका छन्। यसलाई चाहिँ हामीले सराहनीय रूपमा लिएका छौँ। अनि यो बलेको आगोमा अलिकति घिउ थप्ने काम हुन्छ नि, त्यो चाहिँ यो कमलजीलाई क्वेसन, त्यो काम चाहिँ बालेन राजसभामा आएर त्यो काम पनि भएको हो कि कस्तो लाग्छ तपाईँलाई? कसरी लिनुहुन्छ? अवश्य पनि के हुन्छ भने यो नयाँ शक्ति इस्टाब्लिस गरेर पुराना पोलिटिकल पार्टीको सिन्डिकेट र यो यिनीहरूको कार्यकर्ता म्यानुफ्याक्चर गर्ने फ्याक्ट्री नै रङ छ। यसलाई नयाँ हिसाबले लानुपर्छ भन्ने जुन हिजो उज्जवल थापादेखि इनिसिएट गरेर आएको हो, त्यसमा चाहिँ उनीहरू एउटा हिसाबले स्ट्रगल गर्दै गर्दै आएर यो पिक पोइन्टमा पुगेको। अब जहाँसम्म तपाईँको क्वेसन छ बालेन आएर पोइन्ट भएको कि होइन भन्नेमा, पोलिटिक्समा र इलेक्सनमा के हुँदो रहेछ भने 2 जोडेर 4 हुन्छ म्याथमेटिक्समा, पोलिटिक्समा चाहिँ 2 जोड्दा 5 पुर्याउन सकिँदो रहेछ। यदि बालेन र रविको दुईवटा शक्ति युनाइटेड नभएको भए यो लेभलको भिक्ट्री चाहिँ एचिभ गर्न सक्ने थिएन होला राष्ट्रिय स्वतन्त्र पार्टीले, मलाई त्यस्तो लाग्छ। किसिमको माहौल देखिएको थियो। सुरुमा त त्यो विश्वास कसैले पनि गरेका थिएनन् र जुन सोसल मिडियामा र जसरी चाहिँ त्यो माहौल देखिरहेको थियो बाहिरसम्म पनि यो नेसनल्ली इन्टरनेसनल्ली, त्यो किसिमले चाहिँ मत झर्ला कि नझर्ला भन्ने चाहिँ सबैको दुविधा नै थियो। तर जुन लहर जुन किसिमले चाहिँ अगाडि बढिरहेको छ, मत पनि आएको छ होइन। अनि यो किसिमले हेर्दाखेरि चाहिँ अनि अर्को कुरा हामीलाई के पनि डर छ भने जस्तो रवि र बालेनले कुनै पनि बिग मिडियाहरू चाहिँ योपालि फेस गरेनन् र उनीहरू राजनीतिक रूपमा अपरिपक्व छन् र मेन स्ट्रिम मिडियालाई चाहिँ बाइपासै गरेका छन्। उनीहरूले कति कुराहरूको क्वेसनहरूको एन्सर दिनुपर्थ्यो होइन। त्योलाई चाहिँ उनीहरूले भोलि हामीले भावी प्रधानमन्त्रीको रूपमा अगाडि बढाइराखेको क्यान्डिडेटहरूले अथवा चाहिँ उहाँहरूले त अब मेजोरिटी नै अब नो डाउट देखिसक्यो, यो कुराहरूलाई चाहिँ कसरी अगाडि बढाउनुहुन्छ? त्यसमा यस्तो छ, अब एउटा कुरा इलेक्सनको दौरानमा उहाँहरूले भोलि कन्ट्री नै लिड गर्ने वेटिङ प्राइम मिनिस्टर, एक्सपेक्टेड प्राइम मिनिस्टरले कस्तो, उहाँको प्लान के हो, भिजन के हो, त्यो कुरा भन्नुपर्छ भन्ने भाषालाई म टोटल्ली नेगेटिभली भन्दिनँ। तर त्यसको ब्याकग्राउन्डमा म के हेर्न चाहन्छु भने चाहिँ हाम्रो नेपालको लास्ट 37 इयर्सको पोलिटिसियनहरूले उहाँहरूले भाषण नै गर्नुभएको थियो, राम्रो घोषणापत्र नि बनाउनु भएको थियो, त्यतिकै त्यसलाई कार्यान्वयन नगर्नुभएको हो नि त। त्यही भएर अहिले जनताले के भने धेरै भाषण गर्ने र कार्यान्वयन नगर्ने भन्दा धेरै नबोलिकन काम गर्ने मान्छे चाहिए हो। त्यसको रूपमा बालेन शाहको नेतृत्वमा भएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई जुन अहिलेसम्म हामीले जुन डाटाबेस हेरिरहेका छौँ इन्डोर्स गरे नै जस्तो लाग्छ मलाई। पब्लिकले के चाहिरहेछ अहिले भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रोसँग बुझेर इलेक्सनमा गएको जस्तो लाग्छ। अब कुनै मिडियाको कुनै एउटा पार्टीलाई डिबेट गरेर चाहिँ नेसनल्ली इस्टाब्लिस हुनुपर्ने थियो, अर्थात् आफूले डिबेट गराउनु पर्ने थियो, आफ्नो कुरा राख्नुपर्ने थियो, उहाँहरूलाई अनसेटिस्फाई भयो होला। तर पब्लिकलाई त यदि अनसेटिस्फाई भएको त भोट नदिनु पर्ने हो नि त। कि यो भोट पनि विदेशी शक्ति आएर गरेका त होइनन् होला। डेफिनेटली हाम्रो चाहिँ जुन 3 पोलिटिकल पार्टी अथवा चाहिँ मेन स्ट्रिम मिडियाले पनि त्यो चाहिँ आरोप लागिरहेको छ।
यसमा चाहिँ म के भन्छु भने उनीहरूले विदेशी भनेर कसलाई भने विदेशी भनेर हामी जस्तो नेपालीलाई भनेको भने त्यो त हाम्रो कन्ट्रिब्युसन पक्कै छ होइन। अब विदेशीले अरू कस्तो विदेशी भनेको त्यो यदि उनीहरूले क्लियर भन्न पर्यो एउटा कुरा चाहिँ। तर उनीहरूले विदेशी भनेर हामी नेपालमा जन्मिएको नेपाली हामी जस्तो नेपालीलाई भनेको भने हाम्रो कन्ट्रिब्युसन यसमा पक्कै छ। जस्तो अब तपाईँले आफ्नो कन्ट्रिब्युसनको कुरा गर्नुभयो, त्यसमा चाहिँ हाम्रो एक्सपेक्टेसन पनि छ होइन। अब मिडल इस्टमा वार भइरहेको छ, जियो पोलिटिकलको कुराहरू छ। भोलि चाहिँ सरकारमा जाँदाखेरि सरकारमा बन्दाखेरि उहाँहरूसँग त्यति धेरै मेच्योरिटी त्यो पोलिटिकल भनौँ अथवा राजनीतिक त्यति मेच्योरिटी चाहिँ उहाँहरूमा देखिएन। भोलि गभर्मेन्टको लिडरसिपमा जाने भइसकेपछि परराष्ट्र नीतिहरू होलान्। अहिले जुन डुअल सिटिजनसिपदेखि लिएर धेरै मागहरू चाहिँ प्रवासबाट नेपालीहरूले उठाइरहेका छन्, यो कुराहरूलाई चाहिँ कसरी चाहिँ यो समायोजन होला? त्यसमा चाहिँ अब नेपालीहरूको एक्सपेक्टेसन भनेको चाहिँ अरू सरकारहरूले पनि भनिराखेकै हो। तर अरू सरकारहरूले योभन्दा पूर्ववर्ती सरकारहरूले चाहिँ विदेशमा बस्नेहरूसँग चाहिँ सहयोग लिने, तर नेपालीहरूलाई जुन एकपल्टको नेपाली सधैँको नेपाली भन्ने कुरालाई देखाए जस्तो गर्ने तर इम्प्लिमेन्ट नगर्ने। तर हाम्रो एक्सपेक्टेसन चाहिँ अहिले के हो भने हाम्रो पुस्तालाई पनि एकपल्टको नेपाली सधैँको नेपाली र हामीभन्दा पछिल्लो पुस्तालाई पनि एकपल्टको नेपाली सधैँको नेपाली होस् भन्ने हाम्रो चाहना हो। र हामीले त्यो देश नेपालबाट केही लिनुपर्छ भन्ने कुरामा हामीलाई कुनै पनि आश छैन। हामी नेपाललाई दिन मात्रै चाहन्छौँ र नेपालबाट हामीले केही एक्सपेक्ट गरेको पनि छैनौँ। र एक्सपेक्टेसनको नाममा खालि एउटै मात्रै हाम्रो के हो भने नेपाल विकसित हुनु पर्यो, नेपालमा सुशासन हुनु पर्यो होइन, नेपालमा चाहिँ गरिबले पढ्न पाउनु पर्यो, व्यापार गर्ने मान्छेले व्यापार गर्न पाउनु पर्यो, सबैले पोलिटिक्सै गर्नुपर्छ भन्ने जुन एउटा भाष्य छ देखिएको छ अहिले, त्यो चाहिँ हुँदैन। र आफ्नो काम गरी खान पाउने वातावरण सिर्जना हुनु पर्यो र सुशासन हुनु पर्यो भन्ने चाहिँ मेरो सोचाइ हो। यी तपाईँले जसै पनि कुराहरू भन्नुभयो, यो चाहिँ चुनाव जित्ने चाहिँ त्यो म्यान्डेट डिमान्ड एजेन्डाहरू पनि हुनसक्छ। तर भोलि गभर्मेन्ट आइराख्दाखेरि सबै हामीले देखेको अहिलेसम्म हिस्ट्रीमा जाँदाखेरि चाहिँ त्यही म फरक हो, हामी फरक हो, नयाँलाई कोसिस गरौँ भने त्यही नै देखियो। तर भोलि त्यहाँ गइसकेपछि भागबन्डा चाहिँ को कुरा आउँछ, कसलाई मन्त्री बनाउने, कसलाई गृहमन्त्री बनाउने। अनि यो किसिमले चाहिँ नयाँ हो, कति साथीहरू चाहिँ मन्त्री आउने उहाँहरूसँग एक्सपिरियन्स छ, उहाँहरूसँग सर्टिफिकेट पनि छ, तर यो फर्मेसन मन्त्रीमण्डल चाहिँ कसरी बन्ला? अब यस्तो छ, जो पार्लियामेन्ट मेम्बर बनेर आउँदै हुनुहुन्छ उहाँलाई सोध्ने क्वेसन सायद मलाई सोध्नुभयो तपाईँले। यो चाहिँ पार्लियामेन्ट मेम्बरले दिने आन्सर हो। तर मेरो म राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थकको हिसाबले म के भन्छु भने राइट पर्सन इन राइट प्लेस है। अब चाहिँ अहिलेसम्म 37 इयर्ससम्म नेपाल नबनेको कारण के हो भने इकोनोमिक्स नबुझेको मान्छे अर्थमन्त्री भएर, एजुकेसन नबुझेको मान्छे शिक्षा मन्त्री भएर बिग्रिया हो। अब राष्ट्रिय स्वतन्त्र पार्टीले बिग्रनको लागि कति पनि टाइम लाग्दैन, माओवादीलाई हेर्दै हुन्छ है, अरू पोलिटिकल पार्टीहरूलाई हेर्दै हुन्छ उनीहरू कसरी बिग्रियो भन्ने कुरा। त्यसबाट बिग लेसन लिएर लङ टर्म प्लान बनाएर एकदमै राम्रोसँग आफ्नो पार्लियामेन्ट मेम्बरहरूलाई डिसिप्लिनमा राखेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। हामी पार्टीको शुभचिन्तकले दिने एडभाइस त्यही नै हो। यो गभर्मेन्ट बनिराख्दाखेरि जेनजीको आन्दोलन र मागहरूलाई चाहिँ हाम्रो पार्टीले, तपाईँहरूको पार्टीले कसरी चाहिँ यो सम्बोधन गर्छ? अब यो जुन इलेक्सन भयो यो जेनजीकै कारण भयो र उनीहरूको कन्ट्रिब्युसनलाई अहिलेको सरकारले अब जुन बन्दै गरेको हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले नगरोस् भन्ने हाम्रो इच्छा छ। हामी यस कुरामा हामीले पनि वार्ता हुन्छ नै होला सायद होइन। र उहाँहरूलाई पनि सरकारमा सकेसम्म र उनीहरूको मागहरूलाई समेटेर उनीहरूलाई पनि त्यस ठाउँमा चाहिँ नि समाहित गर्ने भन्ने हाम्रो सोच छ। डेफिनेटली तपाईँहरूको टाइम यो विशेष घडीमा यो हाम्रो कुराकानी त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब हाम्रो रासपाको मेजोरिटी आउँदैछ, राम्रो सरकार बनोस्, हामी सबै नेपालीहरूले चाहेको जस्तो परिवर्तन नीति नियमहरू बनोस्। मेनली जति पनि जेनजीको शहीद परिवार उहाँहरूको जति पनि मागहरू छ त्यसलाई चाहिँ सकेसम्म पुरा गरोस्, त्यो नै हामीले आशा र अपेक्षा गर्न चाहन्छौँ। र हामीले जुन किसिमको अहिले नेपाली जनताले धेरै ठुला आशा बोकेर चाहिँ अहिले यो जुन जनलहर मतपेटिकामा पनि देखियो, सोसल मिडियामा मात्रै होइन मतपेटिकामा पनि देखियो, त्यसको लागि तपाईँहरूलाई धेरै हार्दिक बधाई छ।
र यो बहुमत आइराख्दाखेरि जेनजीहरू त्यति लाटा पनि छैनन् कि उनीहरूले चाहिँ थोरै कदम बिरायो भने चाहिँ फेरि अझै पनि उनीहरूको त्यो सङ्गठन त्यो माहौल चाहिँ झकझकाइराख्ने माहौल चाहिँ अझै पनि छ। त्यसलाई पनि विचार गर्नु होला। साथसाथै यो मेन स्ट्रिम मिडिया र परराष्ट्र नीतिहरूलाई चाहिँ हामीले पनि वेट गरिरहेका छौँ कि हाम्रो मेन लिडरसिपमा भएको नेताहरूले चाहिँ यसलाई कसरी चाहिँ सम्बोधन गर्नुहुन्छ भन्ने कुराहरू हामीले वेट गरिरहेका छौँ। जेनजी मात्रै होइन, 3 पुस्ताले वाच गरिरहेको हुन्छ नि। यो चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले जुन मत प्राप्त गरेको छ यो 3 जेनेरेसनको मत प्राप्त गरेको छ होइन। अब त होल इन्टायर नेपाल, इन्टायर वर्ल्डमा भएको नेपालीहरूले वाच गरिरहेका छन्। त्यही भएर अबको दिन म च्यालेन्जिङ छ र राष्ट्रिय स्वतन्त्र पार्टीले म परिपक्वता प्रदर्शन गर्नुपर्ने दिनहरू आउँदैछन्। त्यही भएर अब म चाहिँ के विनम्र आग्रह गर्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय हुनुभएका पार्लियामेन्ट मेम्बरहरू तपाईँहरू म रेस्पोन्सिबल हुनुहोस्। हिजो तपाईँहरूमाथि गरिएको राजनीतिक प्रतिशोधको बदलातिर नलाग्नुहोस् कि अब देश बनाउनतिर लाग्नुहोस्। त्यसमा हामी विदेशमा बसेका नेपालीले पनि के छ, हामी भर मजदुर सपोर्ट गर्छौँ। हाम्रो चाहना भनेको एउटा मात्रै हाम्रो राज्य राम्रो बनोस्, सफल बनोस्, समृद्ध बनोस्, त्यही नै हो। थ्याङ्क यू। तपाईँ के भन्न चाहनुहुन्छ? यस कुरामा चाहिँ हाम्रो नयाँ बन्ने सरकारलाई कन्स्ट्रक्टिभ सजेसनका साथसाथै क्रिटिसिजम पनि हुनसक्छ। हामी कुनै पनि रासपाको सपोर्टर भए पनि हामी अन्धभक्त होइनौँ र यस कुरामा चाहिँ हामीले उहाँहरूले यदि गल्ती गर्नुभयो भने उहाँहरूलाई चाहिँ हामी कुरा गर्नेछौँ र उहाँहरूलाई राइट डिरेक्सनमा देशलाई लानको लागि प्रेरित गर्नेछौँ। राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई म विनम्र के अनुरोध गर्छु भने यो तपाईँको पार्टी बन्न र यो यति अभूतपूर्व मत प्राप्त गरेर यो पोजिसनमा पुर्याउन देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूको विशेष ध्यान छ। र अहिले जबरजस्ती इस्टाब्लिस भएको एउटा भाष्य भन्न चाहन्छु, झोले वा सपोर्टर है। जो तपाईँहरूले गल्ती गर्दा पनि सपोर्ट गर्छ ऊ झोले हो, हामी झोले होइनौँ है। हामी तपाईँको फ्यान क्लबको मेम्बर हौँ। फ्यान क्लबको मेम्बर त्यो दिनसम्म हुन्छ तपाईँहरूले गल्ती नगर्ने दिनसम्म है। त्यही भएर तपाईँहरूलाई गल्ती गर्ने छुट नै छैन। तपाईँहरूले गल्ती गरेको दिन हामी जस्ता फ्यान क्लबको मेम्बरहरू अटोमेटिकली आउट हुन्छन्। यसलाई तपाईँहरूले अल द टाइम शिरोधार्य गरेर काम गर्नुभयो भने हाम्रो देशको समृद्ध धेरै टाढा छैन। जय नेपाल।